पक्कै नै प्रवासमा चाहिँ ईद मनाउनु भनेको एउटा ठुलो चुनौतीको कुरा हो। म पहिला आफू नै जब चाहिँ हामी यहाँ आएका थियौँ त्यतिखेर चाहिँ अलिकति हाम्रो समाज सानो थियो, अलि मान्छेहरू यसरी चाहिँ भिड यसरी चाहिँ जम्मा भएर मनाउने चाहिँ वातावरण थिएन। मान्छेहरू एक्लोपन महसुस हुने, घरमा मोनोटोनस हुने त्यस्तो खालको समस्याहरू आउने, अनि घरमा कुरा गर्दाखेरि घरको यादहरू आउने हुने चाहिँ गर्थ्यो। अब यो समाज हामीले गठन गरिसकेपछि चाहिँ सम्पूर्णहरू आएर चाहिँ यहाँ आएर ईद मनाउनुहुन्छ, त्यो चाहिँ स्ट्रेस चाहिँ रहँदैन। त्यही भएर चाहिँ मलाई चाहिँ जहाँसम्म लाग्छ यो चाहिँ एकदमै ठुलो चुनौती हो, तर हामीले चाहिँ सकेसम्म कोसिस गरेर चाहिँ हामी सबैलाई चाहिँ एकजुट गर्ने कोसिस गरिरहेछौँ। दुनियाँमा जताततै रहनुभएका मुस्लिम दाजुभाइहरूलाई, अस्ट्रेलियामा रहनुभएका मुस्लिम दाजुभाइहरूलाई म मेरो तर्फबाट र संस्थाको तर्फबाट ईद उल फित्रको धेरै धेरै शुभकामना दिन चाहन्छु। आगामी दिनहरूमा मलाई थाहा छ हामी योभन्दा ठुलो ग्रुप छौँ यहाँ। हामी चाहिँ एउटा चाहिँ एक्सपोजरको हामीलाई कमी छ, ग्रोथको कमी छ। त्यही भएर यो भिडियो मार्फत या चाहिँ हाम्रो सन्देश मार्फत जतिले नि हाम्रो यो भिडियो हेर्नुभएको छ, मुस्लिम समुदायहरू अस्ट्रेलियामा हुनुहुन्छ भने हामीसित जोडिनुहोस्। हामी चाहिँ योभन्दा ठुलो छौँ। हामी चाहिँ जब एउटा चाहिँ सर्वे नै भनौँ, त्यसले देखाउँदाखेरि अलि हामी नै धेरै नै ठुलो नै ग्रुप छ जस्तो लाग्छ। त्यही भएर सबैजना आएर एकजुट भएर बसौँ। हामी चाहिँ बस्यो भने अलिकति कम्युनिटी ठुलो हुन्छ, हेल्पहरू अलि हुन्छ। त्यही भएर चाहिँ सम्पूर्ण समुदायहरूलाई म ईदको धेरै धेरै शुभकामना दिन चाहन्छु। विश्वभरि नै सुख र शान्ति होस् भन्न चाहन्छु।